जब भगवान गौतम बुद्ध फेरि यसलाई आफूलाई बुद्धसँग तुलना गरेर रविले यसलाई भन्नु कि नभन्नु आज म मुडमा छु है अब फेरि रवि लामिछानेले आफूलाई तुलना गरे बुद्धसँग भनेर आइदिन्छ ल है आया होस् केही छैन होइन भगवान बुद्ध जब बुद्धत्व प्राप्त गर्न भनेर एउटा उद्देश्य बोकेर निस्किनु भयो त्यतिखेर दरबार छोडेर यो मान्छे हिँडेको छ भनेर उसलाई यसो गरे सबैले ए धारे हात अगाडि बुद्ध अगाडि बढेको बढै छन् पछाडि फर्केको छैन त्यतिखेरका 12 भाइहरू लगायतकाहरू सेना रामेश टाइपकाहरू त्यो हाम्रो विश्वदीप भाइ पनि छन् आफ्नै दाई साथी मेरो केही फरक पर्दैन उसलाई उता कहिले गगनको खानु परेछ कहिले देउबाको खानु परेछ कहाँको खाने कन्फ्युज कहिले काहीँ त्यो वाक्क हुँदाखेरि उसलाई मैले कहाँको खाएकै बिर्सिँदो रहेछ झुकेर गगनको सपोर्टमा लेख्नुपर्ने ट्विट देउबाको सपोर्टमा भइरहेछ टेन्सन लखटिरहेछ पुरा होइन लखटिरहेछ पुरै लखटिरहेछ बुद्ध आफ्नो बाटोमा हिँडेछ लखेटेको छ उताको मान्छेले भनेको छन् धारे हात लगाएको छ बुद्ध अगाडि बढ्दै गए बाटो अगाडि गयो जम्मा भए भिडहरू यी सबै मान्छेहरू जम्मा हुँदै गए आए घारे हात लगाएको छन् बुद्धले आफ्नो काम गर्दै गए पछाडि ध्यान दिएनन् आफ्नो बाटोमा अगाडि बढ्दै गए जब उनी बुद्ध भए जब उनी आफ्नो उद्देश्य प्राप्त गरे त्यतिखेर बल्ल बुद्धले फर्केर हेर्दा ठुलो भिड थियो तर त्यो भिडमा एउटा फरक थियो यसो गर्ने हातहरू यसो भइरहेको यसैलाई ज्ञान बनाएर म अगाडि बढेको छु यही मूल मन्त्र बोकेर म अगाडि बढेको छु मैले यति भन्नु पर्थ्यो मैले यसै गरी भन्नु पर्थ्यो किनभने यसै गरी बुझ्ने नेपाली तल बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बुझाउने मैले 5 स्टार होटलमा बसेर देश कसरी यसलाई कसरी मन्त्री बनाउने यार कसलाई फाल्ने यार कसलाई सचिव लाने भन्ने मान्छेले मेरो कुरा नसुनोस् नहेरोस् मलाई त्यसको परवाह छैन मलाई भित्री मधेसमा बसेर दुःख पाइरहेको मधेसको त्यो मेरो साथीले मेरो कुरा बुझोस् मेरो भाषा बुझोस् उसको र मेरो भाषा एउटै हो यही भाषा बुझोस् भनेर म यहाँ आएको मैले यसै गरी बोल्नु परेको हो म झुक्क्याउने बौद्धिकता चाहिँ राख्छु धेरै बौद्धिक होइन उनले बुझोस् पहाडमा भएको सामान्य मान्छेले मेरो भाषा बुझोस् मेरो अर्थ बुझोस् म त्यस कारणले यो भाषा